गाइस तपाईले देखिहाल्नुभयो है गाडीको 14 घण्टाको यात्रा हाम्रो अम्मा के भन्नु त बिहान 14 हैन 15 ले 18 घण्टाको यात्रा अनि बिहानदेखि हिँडेदेखिको चाहिँ अनि केही नरह्यो क्या बमिट आएर के भयो कि अमिलो खाँदा नआउने सबैजनाले सिकाएको यात्रा सबैले सिकाएको के जे पनि गरेको के गाडीमा चढ्दाखेरि नाइटोमा टेप टाल्नुपर्छ भने प्लस बनाएर त्यो पनि गरेको भएन पत्रिका ओछ्याएर बस्नुपर्छ भने त्यो पनि गरेको भएन अनि के रे तितौरा अमिलो खानुपर्छ भनेको भने है कसैले त्यो पनि भएन कागती खानुपर्छ भने कसैले त्यो पनि भएन खासमा बमिट रोक्न चाहिँ के खानुपर्छ सिकाउनु पर्यो के अब फर्केर पनि त जानुपर्ने हुन्छ हैन के गर्नु के यो अनि अम्मा हिजो बेलुका मैले भिडियो बनाउनै पाइनँ हो रात परेको थियो नरियो चाहिँ बिहान फ्रेस भइकिन बिहान यो हालत यस्तो भइरहेछ अनि खाना केही छैन अब लेमन पानी खाएर अनि बल्ल खाना खाने हो हालत गम्भीर छ यहाँ न यो मेरो बहिनी आँखा गाडेर ल दिदी आँखा गाडेर हाम्रो त है आमा कस्तो बिजोग भइरहेछ तनाव भइरहेछ यो गाडीमा हिँड्दा बमिट चाहिँ के खाएर रोक्ने हो क्या त्यो भनिदिनु पर्यो क्या आमा नभए त हामी त मरि नै भयो नि लागेन सब भाइ गाइस तपाईले देखिहाल्नुभयो है गाडीको 14 घण्टाको यात्रा हाम्रो अम्मा के भन्नु त बिहान 14 हैन 15 ले 18 घण्टाको यात्रा अनि बिहानदेखि हिँडेदेखिको चाहिँ अनि केही नरह्यो क्या बमिट आएर के भयो कि अमिलो खाँदा नआउने सबैजनाले सिकाएको यात्रा